नमस्कार। नेपाली राजनीतिको एउटा यस्तो पात्र जसले कुनै समय असम्भव मानिएको काठमाडौँ महानगरको सुधारलाई सम्भव तुल्याएर देखाइदिए। ती हुन् बालेन शाह। काठमाडौँको मेयर पदबाट राजीनामा दिएर अब उनी देशकै नेतृत्व गर्ने अठोटका साथ राष्ट्रिय राजनीतिमा होमिएका छन्। यो कुनै सामान्य उम्मेदवारी मात्र होइन, बरु वर्षौंदेखि जरा गाडेर बसेको पुरानो राजनीतिक संयन्त्र विरुद्धको एउटा ठूलो चुनौती हो। यतिबेला बालेन शाहको चर्चा देशभर चुलिएको छ। आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर 5 बाट उम्मेदवारी दर्ता गराएसँगै उनी सिधै देशका दिग्गज नेताहरूसँग प्रतिस्पर्धामा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई आगामी प्रधानमन्त्रीको अनुहारको रूपमा प्रस्तुत गरेपछि युवा पुस्तामा एउटा छुट्टै उत्साह देखिएको छ। बालेनको यो यात्रालाई कतिपयले परिवर्तनको लहर भनेका छन् भने कतिपयले यसलाई जोखिमपूर्ण कदमको रूपमा हेरेका छन्। तर काठमाडौँका गल्लीहरू सफा गर्नेदेखि लिएर भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने सम्मका उनका कामहरूले जनतामा एउटा बलियो भरोसा पैदा गरेको छ। यद्यपि बालेनका लागि यो बाटो त्यति सहज भने छैन। चुनावी प्रचारका क्रममा प्रयोग गरिएका विलासी गाडी र उनका कतिपय कडा निर्णयहरूलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएका छन्। के एउटा शहरको सफल मेयरले सिङ्गो देश चलाउन सक्छ? के उनीसँग राष्ट्रिय अर्थतन्त्र र परराष्ट्र नीति सम्हाल्ने ठोस योजना छ? यी यस्ता प्रश्नहरू हुन् जसको जवाब अबको निर्वाचनले दिनेछ। बालेन शाह केवल एक व्यक्ति मात्र होइनन्, उनी नेपाली युवाहरूको आशा र सपनाको प्रतिबिम्ब पनि हुन्। उनी प्रधानमन्त्री बन्छन् या बन्दैनन् त्यो त समयले नै बताउनेछ, तर उनले नेपाली राजनीतिमा एउटा नयाँ मानक भने पक्कै स्थापित गरिसकेका छन्। तपाईलाई के लाग्छ? के बालेन शाह देशको प्रधानमन्त्री बन्न योग्य छन्? आफ्नो विचार कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। भिडियो मन परेमा लाइक शेयर पनि गर्नुहोला। यस्तै जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।